सो हेलो एभ्रिवान, यो चाहिँ मेरो 4th मिनी भ्लग हो र यहाँ चाहिँ आज चाहिँ म किङ्स्टनको गार्डनमा छु र यहाँ चाहिँ मैले एउटा स्क्विरल भेटेँ ठ्याक्क बाटोमा र यो यता जाउँ कि यता जाउँ भनेर कन्फ्युज भयो। अनि यसले चाहिँ बदाम खाइरहेको थियो अनि त्यो चाहिँ मैले एकछिन हेरेँ, जुन चाहिँ एकदमै क्युट मोमेन्ट थियो। अनि एकछिनपछि यहाँ परिवारहरू मैले के खान दिन्छु भनेर मेरो वरिपरि आए अनि यसमा चाहिँ मैले एउटा मिममा देखेको जस्तो ट्रिक देखाएँ। सुनमा चाहिँ मसँग केही थिएन र यिनीहरू डराएर भागे। त्यतिखेर स्क्विरल पनि के छ भनेर आयो मसँग, तर मसँग केही पनि थिएन। सो एकछिनपछि चाहिँ मैले आफूसँग भएको केही बिस्किटहरू झिकेर दिएँ यिनीहरूलाई अनि परिवारले झुम्मिएर सबै बिस्कुट खाइदिए। अनि स्क्विरललाई पनि मैले सानो बिस्कुट दिएँ जुन चाहिँ उसले एकदमै मिठो मानेर खायो। त्यो चाहिँ हेर्दा एकदमै क्युट मोमेन्ट थियो र आजको लागि चाहिँ यति नै। थ्याङ्क यू सो मच, बाई बाई।